हेलो गाइज, नमस्ते नमस्कार। आज मैले के बनाउँदैछु लास्टसम्म हेर्नु होला, तपाईँहरूलाई थाहा पाउनुहुनेछ। मैले कराई गरम गरेँ, त्यसपछि हालेँ त्यसमा तेल, त्यसपछि हालेँ भेजिटेबलहरू। भेजिटेबल हालिसकेपछि मैले हालेँ त्यसमा जिन्जर गार्लिक चिल्ली मिर्ची पेस्ट, अलिकति कान्दा पनि हालेँ, चप कान्दा। त्यसलाई घुमाएँ आगो आउने हिसाबले। मैले आगो नै निकाल्छु, इन्डियन खानामा प्राय जसो आगोको फ्लेभर, स्मोकिङ फ्लेभर अलिकति सबैलाई मनपर्ने हुनाले त्यसपछि हालेँ मैले टमेटो हालिसकेपछि मैले गरेँ ग्यास स्लो गरेर त्यसलाई चलाएँ राम्रोसँग जबसम्म त्यो पाक्दैन तबसम्म चलाएँ। त्यसपछि हाल्ने मैले त्यसमा नमक, स्वाद अनुसार नमक हालेँ। नमक मैले पहिल्यै हालिहाल्छु किनकि त्यसमा राम्रोसँग मिक्सिङ होला भनेर। अनि भिडियो खिच्ने मान्छे चाहिँ अलग थियो, त्यही भएर त्यसले यताउति पनि देखाएको छ, राइस पनि देखाएको छ यताउति। त्यो हन्डीमा राखेर चाहिँ आलु थियो, आलु बोइलिङ गर्न लागेको। त्यसपछि मैले हालिसकेँ त्यसमा मिर्ची पाउडर, हल्दी पाउडर, गरम मसाला, के छ सब जो मसाला छ त्यो सबै। यो चाहिँ मेरो सेटिङ, तपाईहरूले देख्न सक्नुहुनेछ। चाइनिज सेटिङ पनि त्यही छ, इन्डियन सेटिङ पनि त्यही छ। माथि चाहिँ अन्डा राखेर त्यो पछि राइस राख्नको लागि त्यहाँ अनि त्यसपछि मैले हालेँ कराईमा राइस हालेपछि चलाउन लागेँ। चलाउँदैछु बिस्तारै, चलाउँदै मैले हालेँ थोरै धनियाँ हालेर राम्रोसँग सेटिङ पनि आधा खत्तम भइसकेको छ कि। अनि त्यसपछि मैले चलाएँ राम्रोसँग त्यसलाई, जबसम्म त्यो फ्राई हुन्न तबसम्म मैले चलाएँ। मेरो इन्डियन खाना पनि चाइनिज कराईमा मार्छु किनकि कराई भने दुईवटा मात्र छ, एक राइसको छ, एक ग्रेभीको छ। त्यही भएर जहाँ ग्रेभी मार्छ त्यसमा नुडल पनि मारिदिन्छु अनि ग्रेभी पनि मारिदिन्छु सबै जसरी। अनि त्यसपछि मैले गरेँ टेस्टिङ। खाना बनाइसकेपछि त हामी कुकको काम भनेको टेस्टिङ नै सबैभन्दा ठुलो हो। टेस्टिङ नगरिकन खानाहरू अलिकति दिन पनि हामीलाई पछि कम्प्लेन आउँछ कि भन्ने डर हुन्छ। त्यसपछि फाइनल्ली मसाला राइस पनि रेडी भयो। त्यसपछि मैले गर्दैछु त्यसलाई कराईलाई साफ। मैले जो पनि काम गर्दाखेरि आफै साफ गरेर नै गर्छु। त्यसपछि मैले लगाएँ त्यो मसाला राइसमा ढक्कन। तपाईँहरूले देख्न सक्नुहुनेछ मेरो मसाला राइस, मैले बनाएको मसाला राइस आज। त्यसपछि अलिकति खिची हालेँ, दाल खिचडी बनाउन लागेको। दाल खिचडी मैले हाफ डाउन अगाडि नै गरिदिन्छु। हाफ डाउन गरिसकेपछि रनिङ अर्डरमा सजिलो हुन्छ नि त, त्यही भएर अलिकति घुमाएर दियो, यो अर्डर छिटो निस्किन्छ। त्यही भएर मैले छिटो नै निस्काउनको लागि हाफ डाउन नै गरेर आएको छ। फाइनल्ली मेरो दाल खिचडी पनि रेडी भइसकेको छ, तपाईँहरूले देख्न सक्नुहुनेछ। चाइनिज ओकमा नै दाल खिचडी नै रेडी बनाइदिन्छु मैले किनकि कराई दुईवटा मात्र, एक राइसको एक नुडलको। त्यही भएर मैले त्यहीमै नुडल मार्ने, त्यहीमै ग्रेभी मार्ने, त्यहीमै खिचडी वगैरह के हुन्छ त्यहीमै मारिदिनु पर्छ। फाइनल्ली दाल खिचडी पनि रेडी भइसकेको छ, नो क्रिम नो बटर। त्यसपछि अलिकति खिची हालेँ मैले मिर्ची फ्राई गरेको, किनकि पहिला मेरो काम भनेको जब मैले पार्सल गर्थेँ त्यति बेला मैले मिर्ची फ्राई नै गर्थेँ। फ्राई गरेर मिर्ची पिसेर त्यसको पेस्ट बनाएर नै डब्बामा हालेर नै भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा